2002 को विश्वकप जुन ब्राजिलको लागि 5औं विश्वकपको स्वर्ण पदक चुमेको थियो ब्राजिलले। तर त्यसपछि हरेक विश्वकपमा हेर्ने हो भने एकदमै क्लोज मुभमेन्टमा होस् वा स्तब्ध हुँदै हरेक विश्वकपमा बाहिरिएको थियो ब्राजिल फुटबल टिम। यसपालि कार्लो एन्सेलोटीको जुन स्क्वाडमा उनले डेप्थ प्लस एक्सपिरियन्स प्लेयरहरू युरोपियन क्लबका टप प्लेयरदेखि लिएर घरेलु टोलीका टप क्लबका एक्सपिरियन्स प्लेयरहरू प्लस ट्यालेन्टेड प्लेयरहरूलाई स्क्वाडमा समावेश गरेका छन्। गोलकिपरमा हेर्ने हो भने लिभरपुलका एलिसन, त्यसै गरी म्यान्चेस्टर सिटीका एडरसन र अहिले फेनेर्बाचेमा खेलिरहेका एडरसन नै रहेका छन्। र यसमा एउटा क्वेरिज के छ भनेपछि एलिसन र एडरसनको जुन पहिलाको रिदम र उनीहरूको फिटनेसको जुन कुरा छ त्यसमा नै यहाँ अलिकति समस्या चाहिँ हामीले पाउन सक्छौँ। तर अहिले ब्राजिलियन फुटबलदेखि लिएर युरोपियन क्लबमा नै हेर्ने हो भने यो तिनवटा ब्राजिललाई चाहिने किपर नै तिनैमध्ये एकजना जुन स्टार्ट गर्ने नै छन्। डिफेन्डरको कुरा गर्ने हो भने भर्खरै च्याम्पियन लिगको फाइनलमा खेलेका दुईटा डिफेन्डर रहेका छन्। एक्सपिरियन्स मार्किन्योस च्याम्पियन लिग विजेता र उपविजेता आर्सेनलका ग्याब्रियल, त्यसै गरी युभेन्टसका ब्रेमर, अनि रोमाका वेस्ली, साउदीका इभानेज, अनि लियो परेरादेखि डगलस सान्तोसदेखि ड्यानिलो र एलेक्सान्ड्रो तीनजना भने ब्राजिलियन घरेलु टोलीमा एक्सपिरियन्स डिफेन्डर पनि हुन्। त्यसै गरी मिडफिल्ड र फरवार्डको रूपमा गर्ने हो भने यो पोजिसनमा भने ब्राजिल धेरै नै स्ट्रङ देखिन्छ। रियल म्याड्रिडका सेन्सेसन भिनिसियस जुनियरदेखि लिएर ब्राजिलियन फुटबल प्लस बार्सिलोनाका शानदार प्लेयर राफिना, न्युक्यासलका ब्रुनो ग्यामेरेज, युनाइटेडका लागि शानदार प्रदर्शन गरेका म्याथेस कुनियादेखि लिएर ब्रेन्टफोर्डका स्टार प्लेयर इगोर थियागो, त्यसै गरी आर्सेनलका विङ्गर मार्टिनेली, त्यसै गरी लोनमा गएका लियोनका एन्ड्रिक, त्यसै गरी लुकास पाकेटा फ्ल्यामिङ्गोदेखि खेलेका र बोटागाउँमा खेलेका ड्यानिलो, त्यसै गरी जेनिथबाट लुइज हेन्ड्रिक्यू र अलिथियाडबाट हेर्ने हो भने फ्याबिन्यो र नेमार जुन भर्खरै सबैको अपेक्षामा स्क्वाडमा यसपालि पर्न सफल भए विश्वकपमा, किनभने सबैको ध्यान यही थियो कि लगभग यो सिजनको विश्वकपमा उनी पर्छन् कि पर्दैन भनेर परेका पनि छन् र एक्सपिरियन्स क्यासमिरो। ओभरअल हेर्ने हो भने हरेक डिपार्टमेन्टमा ब्राजिलियन लिगदेखि लिएर युरोपका टप क्लबदेखि लिएर एक्सपिरियन्स प्लेयर, यङ प्लेयर र ट्यालेन्टेड प्लेयरले समावेश भएको छ ब्राजिलियन फुटबल टोली यसपालि। तर पनि ब्राजिलियन फुटबल टोलीमा हेर्ने हो भने जुन ग्याप रहिरहेको छ गत संस्करणको वर्ल्ड कपदेखि र त्योभन्दा गत संस्करणको वर्ल्ड कपबाट त्यो कायमै देखिएको पनि हामीले पाउन सक्छौँ। मिडफिल्ड र फरवार्ड र गोलकिपरमा नो कम्प्लेन छ, किनभने उनीहरूसँग यस्तो खालको प्लेयरहरू छन् कि जो प्लेयरहरूले आफ्नो क्यापेबिलिटीमा खेल्छन् भने दे क्यान प्रुभ रङ एभ्री एक्सपर्ट, एभ्री प्यानल, एभ्री फ्यान्स। स्टार खेलाडीहरू र सेन्सेसनल यङ प्लेयरहरूको ट्यालेन्टेड प्लेयरहरूको समावेश छ स्क्वाडमा। तर डिफेन्डिङमा हेर्ने हो भने अहिले पनि डिफेन्डिङमा हेर्ने हो भने चाहिँ युरोपकोदेखि होम क्लबमा नि हामीले एकदमै क्लोज खोजेर ट्यालेन्टेड प्लेयरहरू ल्याउँछौँ भने पनि पहिलाको ब्राजिलियनको त्यो पहिलाको जुन डिफेन्डमा त्यो रिदम, स्ट्याबिलिटी, जुन सेन्सेसन प्लेयरहरूको जुन डाइनामिक्स, फ्लेक्सिबिलिटी आउँछ त्यो अहिले पनि मिसिङ नै छ। हो हामीलाई थाहा छ कि टप क्लबमा ग्याब्रियल, मार्किन्योसका प्लेयर, यसै गरी होम साइडमा पनि हेर्ने हो भने फ्ल्यामिङ्गोमा खेलिरहेका प्लेयरहरूलाई लियो परेरा, ड्यानिलो, एलेक्सान्डर त छन्। तर पनि जब स्क्वाडको डेप्थमा आउँछौँ हामी, स्क्वाडको जुन मेन्टालिटीमा आउँछ डिफेन्डिङमा त्यो हुनुपर्ने पछाडिको लिडरसिप रोल, त्यो विभिन्न जुन रिदममा खेल्न पर्ने होइन, त्यो यदि कम ब्याक गराउनु पर्ने वा त्यो बुस्ट अप दिनुपर्ने जुन मेन्टालिटी टाइपको डिफेन्डरहरू र अट्याकमा पनि हेर्ने हो भने मिडफिल्डमा पनि हेर्ने हो भने त्यो कुराले अलिकति ब्राजिल टिमलाई पछिल्लो 2-3 संस्करणमा पछाडि ठेलिरहेको मैले अनुभव गर्न सक्छौँ। तर वर्ल्ड कप इज ओन्ली फर द हिस्ट्री टु बी मेड होइन, एन्ड द स्क्वाड इज रेडी, सो नो प्रब्लम इफ दे फिट इन द प्रपर स्क्वाड होइन, ग्रुपमा खेल्छन्, टिमवर्कमा खेल्छन्। ब्राजिलियन फेभर इफ दे सो इन द 2026 वर्ल्ड कप इन द अमेरिका, द टिम इज सेट टु प्ले द सेमी फाइनल इन द वर्ल्ड कप। बट बेस्ट नै म भन्छु कि ब्राजिलियन टिम सेमी फाइनल पुग्छ भने इट विल बी द बेस्ट, बट आई थिङ्क दे विल सम अप इन द क्वार्टर फाइनल in this 2026 World Cup. See you in the next video.